नानु र म माथि के गर्न रे यहाँ केला फलेछ नानी खाने तिमी केला हाम्रो दाइ माथि गएर कता गएर आउनु भयो दाइ हाम्रो गाउँको मिस्त्री साहब चाहिँ त्यहाँ म त ढिलो भए जस्तो छ बाजे हुनुहुन्छ दाइ हुनुहुन्छ काटकुट गरेर रेडी गरिदियो दाइले अब चाहिँ जोग्दैछन् कति किलो भनेर भाग गर्दैछन् गाउँले स्टाइल यस्तै हो भुटुवा गाई भुटुवा चाहिँ हाम्रो भर्खरै आउनुभएको दाइ लौरेले पकाउँदैछन् पुरानो जोग्नी बाख्रा सबै काटिसक्यो बाबाहरू गफरिरहनु पर्छ नानु हाई गर हात हलाउँदै अब त दाइ त यस्तै हो हाँसिराख्ने मात्रै हाँस्नु त दाइ एकचोटि हाँस गर्दै बसिरहनु भएको छ अब हामी चाहिँ घरतिर लागिन्छन् चाहिँ बाबाहरू लाग्यो घरतिर आइपुग्यो भाउजूहरूले खाना खानुभयो तपाईँले खाना नि खानु भएछ बहिनी भात खाइन्छ दाइ पनि खाँदै हुनुहुन्छ भेना हाम्रो भात नखाने भन्छ भेना चाहिँ यता आमा